भाइलाई। मेरो नाम मणिराम आले मगर। हामी भारतको पूर्वोत्तर राज्य नागाल्यान्डको कोहिमा प्रान्तबाट डिस्ट्रिक्टबाट हाम्रो उत्तर पूर्वाञ्चल क्षेत्रीय सेवा नेपाली सङ्गठनको सभापति म रहिरहेको छु अहिलेसम्म। र आज विशेष गरेर हजुरहरूलाई एउटा सानो जानकारी र सबैलाई सूचना सेयर गर्न गइरहेको छ कि आजभन्दा 3 दिन अगाडि, आज 12 जुन 2025 र 3 दिन अगाडि भनेपछि 9 जुनको हाम्रो एकजना भाइ हुनुहुन्छ नेपालबाट आएको र उहाँको अवस्था, उहाँको कन्डिसन, उहाँ कसरी आइपुग्नुभयो, यो सबै वृत्तान्तमा हजुरहरूलाई हामी जानकारी गराउनेछौँ। भाइ नर्मली हुनुहुन्छ, खासै त्यत्रो बिमार पनि होइन। भाइले आफ्नो नाम चाहिँ श्यामल चेम्जुङ सुब्बा, बुबाको नाम भक्त चेम्जुङ सुब्बा र मोरङ केराबारी 9 वार्ड नम्बर चोक भनेर उहाँले चाहिँ आफ्नो एड्रेसहरू दिनुभएको छ। र उहाँ कसरी आइपुग्नुभयो, कहाँबाट आइपुग्नुभयो भन्ने कुराहरू चाहिँ अब हामीले सोधखोज गर्दाखेरि नेपालबाट चाहिँ म एक्लै आएको हो, म ट्रेनमा लुक्दै चाहिँ आएको हो भन्ने कुराहरू जानकारी पाएको छौँ। र यो यहाँ कहाँबाट चाहिँ भाइलाई हामीले फेला पार्यौँ भने दिम्माको न्युल्यान्ड पार गरेर यो फेप्रेकेमा भन्ने एउटा जग्गा छ, त्यहाँ चाहिँ यो भाइ घुम्दै गरेको अवस्थामा स्थानीयहरूले फेला पारेको हुँदाखेरि आजकलको समयअनुसार कोही पनि अन्य व्यक्तिहरू, अपरिचित व्यक्तिहरू घुमघाम गरेको चाहिँ उचित होइन भनेर त्यहाँको निवासीहरूले, युथहरूले सबैले चाहिँ भाइलाई समाएर सोधखोज गरिएछ। त्यहाँबाट अब भाइले नागामिज, हिन्दीहरू पनि राम्रोसँगले बोल्नु नसकेको हुँदाखेरि त्यहाँ हाम्रो त्यही एरियामा बसोबास गर्ने हाम्रो नेपाली एकजना दाइ हुनुहुन्छ गणेश राई। उहाँ गणेश राईज्यूलाई बोलाएर चाहिँ भाइसँग कुरा गर्नु दिँदाखेरि बल्ल नेपालीमा भाइले दुई चार कुराहरू गरेको हुँदाखेरि गणेश राईज्यूको जिम्मेदारीमा पञ्चायतमा उहाँलाई 3 दिनसम्म राखियो र उहाँको खबर हामीहरूलाई 10 तारिकको आइपुगेको थियो। 10 तारिकदेखि हामी 10 जुन 2025देखि हामी हाम्रो सङ्गठन लगातार यो भाइको घर परिवारको खोजीमा लागि परेका छौँ। हामीले विभिन्न मिडियाहरूमा पनि, विभिन्न मिडियाका साथीहरूमा पनि, जस्तै मोरङका, जस्तै धरानका, जस्तै अब यहाँ झापाका सबै मिडियाहरूसँग पनि सम्पर्क गर्ने कोसिसहरू गरिराखिएको छ। हामी आशा गर्छौँ र अपेक्षा गर्छौँ छिटोभन्दा छिटो भाइको परिवार, भाइको आफन्तहरू भेट्नु पाएदेखि सही सलामत यो विदेशको ठाउँबाट भाइलाई सही सलामत नेपाल पुर्याइदिनु पाए राम्रो हुन्थ्यो भन्ने हाम्रो ठुलो आशा छ। र भाइको लागि उहाँबाट बार बार फोन आएको हुँदाखेरि हाम्रो सङ्गठनको कल्याण विभागको उपसभापति राजुवाले हुनुहुन्छ यहाँ, उहाँलाई र हाम्रो कल्याण विभागको सेक्रेटरी हुनुहुन्छ विष्णु विक, उहाँको दुईजनाको मातहतमा हामीहरूले एउटा ग्रुप बनाएर यो फेब्रिकेमा भन्ने ठाउँमा चाहिँ हामीहरूले पठाइयो र भाइलाई त्यहाँको भाइ बसेको ठाउँ जो फेब्रिकेमा थियो त्यहाँको पञ्चायत, युथ र त्यो गणेश राईज्यूसँग सम्पर्क गरेर आज 12 जुन 2025मा हामीहरूले भाइलाई लिएर कोहिमा आइपुगेका छौँ। र कोहिमा आएर भाइको मनस्थिति अलि ठिक नभएको हो कि भन्ने हामीहरूलाई लागेर, किनभने भाइ सोधेको कुराहरू मात्रै भन्ने र कुनै बेलामा एकहोरो भएर आफै हाँस्ने त्यस्तो अवस्था भएको हुँदाखेरि भाइलाई चाहिँ हामीले एकपल्ट मेन्टली डक्टरलाई देखाउनु पाए राम्रो हुन्थ्यो भनेर मेन्टल हस्पिटलमा पनि हामीले लिएर आयौँ। र आज चाहिँ समय डक्टरको सकिएको हुँदाखेरि डक्टर नपाइएकोले भोलि 13 जुन 2025मा चाहिँ भाइलाई मेन्टल हस्पिटलमा लगेर मेन्टल डक्टरसँग हामीहरूले कन्सल्ट गरेर भाइलाई एडमिट गर्नुपर्ने हो कि भाइलाई चाहिँ अब दबाईले नै काम चल्छ कि भन्ने डक्टरको सल्लाहअनुसार, सुझावअनुसार हामीहरूले अगाडि काम गर्नेछौँ। र भाइको यो हालत छ, यस्तो कन्डिसनमा भाइलाई चाहिँ जुत्ता पनि थिएन भाइको खुट्टामा, चप्पल कसैले दिएर लगाउँदै हुनुहुन्छ। भाइले दुईवटा, एउटा लङ पेन्ट, यो ट्र्याकको एउटा पेन्ट, अरू एउटा टी सर्ट लगाइराखेको छ। यसको अलावा भाइसँग कुनै ब्याग, कुनै झोला, कुनै थैलो, कुनै कागजपत्र केही पनि छैन। तर जतिपल्ट पनि भाइलाई बारम्बार सोद्धा पनि उसले आफ्नो एड्रेस, नाम, बाउको नाम सबै दुरुस्तै पहिले जुन भनिराखेको थियो त्यही भनिराखेको छ। भाइको जन्म 2057 नेपाली कार्तिक 16 गते भएको हो। लगभग भाइ 25 वर्षको उमेरमा छ अहिले। र भाइलाई चाहिँ हाम्रो सङ्गठनबाट हालमा
अलिकति रिलिफको लागि हामीहरूले कपडा पनि लिएर आएको छौँ। म हाम्रो वेलफेयर सेक्रेटरी या हाम्रो उपसभापतिज्यूलाई यो भाइलाई यो कपडाहरू चाहिँ अब नुहाउने साबुन, तौलिया, कच्छा बनियान र एउटा पेन्ट, अरू एउटा सर्ट, कोलगेट, साबुन यो चाहिँ हामीले भाइलाई दिँदैछौँ आज। र यो भाइलाई भोलि आज नुहाइ गराएर हामीहरू ग्लोभ्स अरू भोलि चाहिँ हामी डक्टरसँग लानेछौँ र डक्टरसँग गइसकेपछि डक्टरको सुझावअनुसार हामीहरू अगाडिको प्रोसेसहरू गर्नेछौँ। र हजुरहरू सबैलाई पनि सबै देश तथा विदेशमा रहेर छरिएर बस्नुहुने हाम्रा जाति, हाम्रा भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई म पुनः रिक्वेस्ट गर्न चाहन्छु कि भाइको नाम श्यामल चेम्जोङ, बुबाको नाम भक्त बहादुर चेम्जोङ, मोरङ केराबारी वार्ड नम्बर 9 चोक भन्ने ठाउँमा उहाँको घर छ भन्ने कुरो छ। र उहाँको आफन्तमा तुर्के भन्ने एउटा ठाउँमा काका हुनुहुन्छ अरे, कारिङ माइला भनेर काकालाई बोलाउने गरिन्थ्यो अरे। र उसको बडबाउ पनि छ अरे, बडबाउलाई मसिने भनेर बोलाइन्थ्यो अरे। भाइले भलुवा भन्ने ठाउँमा कक्षा 2 र 3 अध्ययन गरेको भन्ने भाइको कुरो छ। खदम खोला भाइको घरको नजिकै एउटा खोला छ, खदम खोला भन्ने ठाउँ छ भनेर भन्दैछ। र त्यो त्यहाँ चौकीहरू छ कि छैन त भनेर सोद्धाखेरि भाइले भनेको छ हामी गैरामा बस्थ्यौँ, हाम्रो घर गैरामा थियो र 5 मिनट मासतिर डाँडामा चाहिँ चौकी थियो। डाँडामा चौकी भएर घरमुनि